हरियो सब्जी छ है साथीहरू। माछाको चाहिँ अब म माछाको मार्केट देखाउन लागिरहेको छु हजुरहरूलाई। माछा चाहिँ बब्बल छ तर बनाउन चाहिँ मलाई आउँदैन र हो, मन चाहिँ साह्रै पर्ने हो माछाको चाहिँ। कति साह्रै धेरै छ त माछा आम्मा दामी छ त। चिसो खानु मन लाग्यो यहाँ यस्तो व्यवस्था छ चिसोको, जे मन लाग्यो त्यही छ। तपाईँहरू चाहिँ कपडा किन्न पनि सक्नुहुन्छ, यहाँ सस्तो पनि छ महँगो पनि छ है। हेर्नु त माग्ने कमी कतै पनि छैन है। टी सर्ट किन्ने होइन, कता किन्ने हो त टी सर्ट? हामी चाहिँ साथीलाई टी सर्ट किन्यो, मैले चाहिँ प्याज किनिसकेँ है, प्याज कम थियो। टी सर्ट किन्नु त छैन, यो त हाम्रो नेपालमा त घाँसी भन्छ होला है साथीहरू, तर यहाँ चाहिँ साग मानेर खान्छ। तपाईँले चिन्नुहुन्छ यो के साग हो? कमेन्ट गर्ने है चिन्ने बरीले। यता सही रहेछ नि त के अरे प्याज त के अरे हो यहीँ छ त। टी सर्ट त कस्तो चाहियो टी सर्ट? 10 रुपियाँको छ टी सर्ट र त्यो दामी 10 रुपियाँ, नेपाली 300 है। 8-10 बरस के लेके ना मार्केट है 10 को ठिकै हुन्छ, 20 को अलि राम्रो हुन्छ। 10 को त ठिकै हुन्छ। सागहरू टिसर्ट चाहिँ भने जस्तो टिसर्ट पाउँछ है। दसै हो। पॉइंट पनि चाहिँ बब्बल छ यहाँनिर। अझै 5 रुपियाँको पोइन्ट छ। आराम 5 को दामी आउँछ है 5 चाहिँ। किनेन पनि छ त। यसलाई कति भन्छ हो यहाँ? पाकिस्तान त 35 भन्छ, यहाँ चाहिँ कति भन्छ? यसलाई चाहिँ हाम्रो पाकिस्तानले लुट्नै बसेको हुन्छ कि यो सर्छ नि, यसलाई चाहिँ पाकिस्तानले 35 भन्छ है। यहाँ चाहिँ कति भन्दो रहेछ म सोध्छु है त, हेर्छु। हेर्दैछु रेट तर भेटै गएको छैन हो साथीहरू। खै र छैन त टेर्नु।